महासङ्घका पदाधिकारीज्यूहरू, आबद्ध सम्बन्ध संस्थाका अध्यक्षज्यूहरू, महासचिवज्यूहरू, नेपाल शिक्षक महासङ्घ र आबद्ध सम्बन्ध संस्थाका प्रदेश, जिल्ला र पालिका नेतृत्वको साथीहरू र यो शिक्षक जनसागरमा उपस्थित तमाम सबै आदरणीय शिक्षक कर्मचारी साथीहरू, यहाँहरू सबैमा आज 18औं दिनको आन्दोलनको मोर्चामा हार्दिक स्वागत गर्दै नमस्कार अभिवादन भन्न चाहन्छु। आदरणीय साथीहरू, हिजो हामी कार्यालयीय पदाधिकारी आबद्ध सम्बन्ध संस्थाको बैठकपछि हामी सम्माननीय प्रधानमन्त्रीज्यूलाई भेट्न गयौँ र त्यो भेटपछि आउने बित्तिकै सबै साथीहरूलाई यो कुराको जानकारी होस् भनेर भेटबाट फर्किँदा करिब रातको 2 बजेको थियो। 2 बजेको सेरोफेरोमा मैले स्ट्याटस लेखेँ। मलाई अचम्म के लाग्यो भने त्यो स्ट्याटस लेखेको 10 मिनेटभित्र 50 भन्दा बढी सेयर र कमेन्ट आएको थियो। साथीहरुमा आन्दोलनप्रति कत्रो लगाव छ, शिक्षकका माग मुद्दाप्रति कत्रो लगाव छ भन्ने यो एउटा प्रमाण हो। रातभरि साथीहरु सुत्नु भएको छैन। के हुँदैछ, हाम्रा माग मुद्दा कहाँ पुग्दैछन्, शिक्षा ऐनको प्रक्रिया कहाँ हुँदैछ। हामी त यसपालि घर परिवारमा आमा बुवा हुनेलाई आमा बुवा हुनेले आमा बुवालाई, छर छिमेकलाई, घर परिवारलाई, छोरा छोरीलाई समेत ल बुझ्नुभयो। यसपटक म काठमाडौँ एउटा शैक्षिक लडाईँमा जाँदैछु। यो लडाईँबाट फर्किँदै गर्दा म एउटा ऐन लिएर आउनेछु भनेर सुनाएर आएका छौँ। हो कि होइन भन्नुहोस् साथीहरू। त्यसैले ऐन एउटा अग्रगामी ऐन नलिकन फर्किने सुविधा हामी कसैलाई छैन। त्यस कारणले पनि साथीहरू मिनेटको विकास काम बुझ्नका लागि, अपडेट हुनका लागि रातभरि नसुती बस्नु हुँदो रहेछ भन्ने मलाई लाग्यो। तपाईको त्यो ऊर्जालाई म सलाम व्यक्त गर्न चाहन्छु। सलाम हामी सम्माननीय प्रधानमन्त्रीज्यूकोमा 7 बजे पुग्यौं, तर सम्माननीय प्रधानमन्त्रीज्यू चितवनको कार्यक्रममा जानुभएकोले भेटका लागि अलिकति विलम्ब भयो। केही क्षणको पर्खाइपछि राति ठिक 9 बजेबाट हाम्रो कुराकानी सुरु भयो। सुरुमा महासङ्घको तर्फबाट हामीले कुरा राख्यौं। लगभग 15 मिनेटदेखि 20 मिनेट हामीले लगातार तपाईको मनमा जुन आगो बलेको छ, तपाईको मुटुमा जुन आगो बलेको छ, तपाईको माथामा जे कुराले दुखेको छ, ती कुरा जस्ताको तस्तै हामीले त्यहाँ अभिव्यक्त गर्यौं। हामीले भन्यौं, सम्माननीय ज्यू राहत शिक्षक, सम्माननीय ज्यू इसिलीका शिक्षक र विद्यालय कर्मचारीको तलबमान यहाँलाई थाहा छ कि छैन? उहाँहरू कति पीडामा हुनुहुन्छ। उहाँहरूको उपचार नेपाली शिक्षक कर्मचारीले खोजेका छन्। उहाँहरूलाई जीवन धान्न योग्य तलबमान र स्थायित्वको प्रक्रियाद्वारा म विद्यालयमा काम गर्छु भन्ने गर्वका साथ समाजका अगाडि उभिएर भन्न सक्ने परिस्थिति सिर्जना होस् भन्ने चाहेका छन्। सम्माननीय ज्यू राहत शिक्षकहरू, साबिक उच्च माविका शिक्षकहरू, प्राविधिक धारका शिक्षकहरू, विशेष शिक्षाका शिक्षकहरू, अस्थायी करार शिक्षकहरू 20 वर्षदेखि अस्थायीको अस्थायी नै छन्। कति साथीले उमेरका कारणले परीक्षा समेत दिन पाउनु भएको छैन। ती साथीहरू आफ्नो परिवार छरछिमेकमा यसपटक परीक्षा भयो, म पनि थाहै भए भनेर सुनाउन लालयित हुनुहुन्छ। उहाँहरूले त्यो अवसर कहिले पाउने हो, त्यसैका लागि उहाँहरू पनि ऐनको लागि पर्खिरहनु भएको छ। थाई शिक्षक साथीहरू 20 वर्ष भयो, 25 वर्ष भयो, एक श्रेणी पनि बढुवा हुनु भएको छैन। ती साथीहरू म पनि बढुवा भए भनेर फेसबुकमा बधाईको फोटो
पोस्ट गर्न चाहनुहुन्छ, छर छिमेक र परिवारलाई सुनाउन चाहनुहुन्छ, उहाँहरूले कहिले सुनाउन पाउने हो त्यो कुरा। त्यसै गरी अहिले प्रताडित छन् साथीहरू, पालिकामा पेलिएका छन्, हेपिएका छन्। म सुन्दैछु हाम्रा साथीहरू आन्दोलनका मोर्चामा डटिरहँदा कुनै कुनै पालिकामा सरुवा र निष्कासनको पदनी सुरु भएको छ अरे। खबरदार साथीहरू, तपाईको त्यो पदनी यो आन्दोलनले त्यत्तिकै रद्द गरिदिन्छ। शिक्षकहरू आगो हुन्, आगोसँग जिस्कने कसैले कोसिस नगरोस् त्यो सत्ताको जुनसुकै पोजिसन र पदमा रहेको किन नहोस्। म यही मोर्चाबाट उहाँहरू सबैलाई जसले शिक्षक कर्मचारीमाथि अवहेलनाको नजर हेर्नु भएको छ, यिनीहरूलाई म पेल्छु, ठेगान लाउँछु भन्ने सोच्नु भएको छ। समयले तपाईँलाई ठेगान लाग्छ। नेपाली शिक्षक कर्मचारी हाल्नेवाला छैनन्, दब्नेवाला छैनन्। अरू पनि थुप्रै माग मुद्दामा विस्तारित ढङ्गबाट हामीले कुरा राख्यौँ। त्यसका लागि मेरो प्रतिनिधि मण्डलमा जानुहुने तीनैजना साथीहरू, आदरणीय सहअध्यक्षज्यू, आदरणीय महासचिवज्यू र आदरणीय उपमहासचिव अर्थज्यूलाई पनि म अध्यक्ष भएको नाताले हार्दिक धन्यवाद दिन चाहन्छु। र हामीले धारा प्रवाह कुरा राखेपछि यहाँहरूले मैले अहिले भन्दै गर्दा लामो हुन्छ, त्यसैले सबै कुरा भनिन। तर यहाँहरू कसैका माग मुद्दा छुटाइन। अस्थायी अवधि थप्ने कुराहरू पनि आए, पेन्सनका पीडाहरूका कुरा पनि आए। जे जति माग मुद्दा छन् सबै माग मुद्दाहरू त्यहाँ सम्प्रेषण गरियो। सँगै मैले के भने सम्माननीय प्रधानमन्त्रीज्यू, हामी यहाँ आएका मान्छे समेत त्यहाँ भएका लाखौं लाख शिक्षकहरू एक थान अग्रगामी विद्यालय शिक्षा ऐन नबोकिकन फर्किउन भनेर कसैले नजिकैको नदीमा, कसैले नजिकैको मन्दिरमा, कसैले घर परिवारसँग आफ्ना अभिभावकसँग कसम खाएर आएका छन्। हामी अन्तिम बुँदा रगत रहेसम्म त्यो कसमको रक्षाका लागि लड्नेछौँ। हामीले कुरा राखिसकेपछि सम्माननीय प्रधानमन्त्रीज्यूले कुरा राख्नुभयो। प्रधानमन्त्रीज्यूले पनि विद्यालय शिक्षाको बारेमा उहाँको गहिरो गहनतम बुझाइरहेको हामीले अनुभव गर्यौँ। माग मुद्दाहरूको बारेमा पनि उहाँको गहिरो बुझाइरहेको हामीले अनुभव गर्यौँ। त्यो गहिरो बुझाइको लागि उहाँलाई पनि म धन्यवाद सम्प्रेषण गर्न चाहन्छु। उहाँले लगभग 1 घण्टा 15 मिनट कुरा गर्नुभयो उहाँको तर्फबाट। सबै कुरामा उहाँले बोल्नुभयो। हामीले भन्यौँ यसका लागि त सम्माननीयज्यू एकछिन पछि सवाल जवाब भन्दाखेरि अर्कै अर्थ आउँछ। प्रश्नोत्तर जस्तो पनि भयो। थोरै प्रश्न हामीले राख्यौँ, थोरै उहाँले राख्नुभयो। हामीले एकअर्काका पोजिसनहरू पनि क्लियर गर्यौँ। त्यो क्रममा उहाँले भन्नुभएका मुख्य कुरा, ऐन छिटोभन्दा छिटो दिन म पनि चाहिरहेको छु, तर केही अप्ठ्याराहरू छन्, केही मिलिरहेको छैनन् भन्ने कुरा गर्नुभयो। फेरि त्यो संसदीय प्रक्रियामा छ, संसदको अधिकारभित्र छ भन्नुभयो। हामीले भन्यौँ सम्माननीयज्यू त्यो कुरा त हो, तर त्यो प्राविधिक पक्ष हो। राजनीतिक दलले चाह्यो भने संसदीय प्रक्रिया क्षणभरमा मिल्छ, छिनका भरमा ऐन जारी हुन सक्छ। त्यसैले तपाईको सत्ता सहयात्रीहरू प्रतिपक्ष समेतलाई विश्वासमा लिएर चाँडोभन्दा चाँडो 12 गते संसद बस्दैछ, सक्नुहुन्छ। 12 गते त उद्घाटन र बोल्ने मात्रै कम हुन्छ होला, सक्नुहुन्छ। 13 गते गरिदिनुहोस्, अलिक हुँदैन भने 14 गते गरिदिनुहोस्, त्यो पनि हुँदैन भने 15 गते गरिदिनुहोस्। यस्तै ठुलो सभा गरेर यहाँहरूलाई धन्यवाद दिएर हामी फर्क्यौँला भनेर हामीले कुरा राख्यौँ। उहाँले भन्नुभयो छिटोभन्दा छिटो गर्नका लागि म सत्ता सहयात्रीहरूसँग छलफल गर्छु, संसदहरूमा छलफल गर्छु, हामी भेटघाट गर्दै गरौँला, संवाद गर्दै गरौँला। म तपाईँहरूका पक्षमा छु भनेर उहाँले कुरा राख्नुभयो। र अन्त्यमा हामीले भन्यौँ हामी अब
धेरै पटक सहमति गर्यौं, धेरै पटक कागजमा हस्ताक्षर गर्यौं। यस पटक हामी हस्ताक्षर गरेर फर्किनेवाला छैनौं। आदरणीय साथीहरू, मैले त हस्ताक्षरै बिर्सिसकेँ। हस्ताक्षर गर्दै त्यसैले अब यसपटक ऐन लिएर जाने हो, हस्ताक्षर गरेर एउटा थप सहमति लिएर हामी जाने होइन। त्यही कुरा शिष्टतापूर्वक विनम्रतापूर्वक सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष राखेर हामी बिदा भयौँ। त्यसपछि हामी प्रतिनिधि सभाका आदरणीय सभामुख देवराज घिमिरेज्यूका निवासमा पुग्यौँ। त्यतिखेर 11:40 गएको थियो। उहाँ पनि हामीलाई पर्खेर बसिरहनु भएको रहेछ। उहाँसँग हामी निकै बेर संवाद गऱ्यौँ। संवादको क्रममा उहाँले संसदीय प्रक्रियामा छ भन्ने बित्तिकै नहुन पनि सक्छ भन्ने कुरा गर्नुभयो। हामीले भन्यौँ यहाँहरूको हातमा छ, यहाँहरूले चाहनुभयो भने उपसमितिमा पनि फटाक दिन काम हुन्छ, समितिमा पनि तुरुन्त काम हुन्छ। दलको सहमति भएपछि संसदमा त हुन्छ भन्नेले हुन्छ भन्नुहोस्, हुँदैन भन्नेले हुँदैन भन्नुहोस् भनेपछि स्वाटै पास हुन्छ। त्यसो भएपछि यसको कुनै अप्ठ्यारो छैन, यसलाई पास गर्न सकिन्छ भनेर हामीले भन्यौँ। तर उहाँले एउटा कुरामा प्रतिबद्धता जनाउनु भयो, उपसमितिले र समितिले काम सकेर 12 गतेभित्र ल्याइदिन्छन् भने 13 गते म पास गरिदिन तयार छु। अब म समिति र उपसमितिमा भएका माननीय सांसदज्यूहरू, नेपालको शिक्षा सुधार हामी सबैको सरकार हो, हामी सबैको उत्तरदायित्व हो। त्यसैले यो उत्तरदायित्व वहन गर्नका लागि यहाँहरूबाट अग्रगामी कदमको अपेक्षा यो शिक्षक जनसागरले गरेको छ, विद्यार्थीले गरेको छन्, शैक्षिक जगतले गरेको छ। त्यसमा खरो उत्रन यहाँहरूलाई पनि हार्दिक आह्वान गर्दैछु। 100 भन्दा बढी बुदामा तपाईँहरूले सहमति गरेर टुङ्गाइसक्नु भएको छ। अब त जम्मा 63 बुदा हुन्। 163 दफामध्ये 63 दफामा 2 दिनमा सकिदिनुहोस्, 3 दिनमा सकिदिनुहोस्। अनि समितिमा तल सहमति भयो भने त्यसले 2 दिनमा सक्छ। 10 गते अगाडि नै यो तयार हुन सक्ने अवस्था छ। त्यसैले यो सार्वजनिक समारोह मार्फत शिक्षकको जनसागरको मार्फत 4 लाख नेपाली शिक्षक कर्मचारीको तर्फबाट यो काम शीघ्र टुङ्ग्याउन म व्यवस्थापिका संसदमा रहनुभएका सबै माननीय सांसदहरूलाई पनि हार्दिक आग्रह गर्न चाहन्छु। र धेरै बेरको छलफलपछि त्यहाँ 12:44 जाँदा हामी निस्क्यौँ। घर पुग्दा लगभग 1:30 बजेको थियो। अनि मैले ठाने साथीहरूलाई म त अहिले 1:30 बजे 2 बजे बिहान ढिलो पो उठ्छु कि साथीहरूलाई कति तनाव हुँदो भनेर एउटा स्ट्याटस लेखेर सुतेँ। तर स्ट्याटस लेखिसक्दा कति सेयर भयो, कति कमेन्ट भयो मैले यहाँहरूलाई बताइरहेको छु। यहाँहरूको त्यो ऊर्जा कायम रहोस्, यहाँको हृदयभित्र रहेको आगो तन्किरहोस्, यहाँको दिमागमा रहेको चोट तन्किरहोस्, दुखिरहोस्। यही ऊर्जाको बलमा हामी अग्रगामी विद्यालय शिक्षा ऐन ल्याउन सफल हुन्छौँ। नेतृत्वको तहबाट यो ऐन जारी नभएसम्म यो मोर्चामा डटिरहने, खटिरहने र अडिरहने प्रतिबद्धता जाहेर गर्दै तपाईँहरूको अगाडि कसम खाँदै फेरि एकपटक तपाईँहरू सबैलाई धन्यवाद दिँदै बिदा हुन्छु। धन्यवाद। म साथीहरू नारा भन्छु, यहाँहरूले भनिदिनु होला। म नेपाली शिक्षक कर्मचारी के भन्छ भन्छु। सिंहदरबारबाट सुन्ने गरी, बालुवाटार सुन्ने गरी, बुढाली नकन्ट सुन्ने गरी, पेरिस डाँडा सुन्ने गरी कराउनु होला। टाढा टाढा छन् यी ठाउँहरू। तपाईँले भन्नुहोला अग्रगामी शिक्षा ऐनले भन्छ। नेपाली शिक्षक कर्मचारी के भन्छ? नेपाली शिक्षक कर्मचारी के भन्छ? अग्रगामी शिक्षा भन्छ। नेपाल शिक्षक महासंघ जिन्दाबाद, जिन्दाबाद, जिन्दाबाद। नेपाल शिक्षक महासंघ जिन्दाबाद, जिन्दाबाद, जिन्दाबाद। धन्यवाद। नमस्कार, अभिवादन, क्रान्तिकारी अभिवादन। लाल सलाम, जय मधेस।